लाइव करना पड़ा ना। प्रमुख अतिथि को आसन ग्रहण गरिदिन हुन नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री मान्य श्री रघुवीर महाशयजीलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। बस व्यवसाय संघका अध्यक्ष श्री मनोज चौधरीजीलाई आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। साथी सबसे अनुरोध करबै मीट से डायबिटीज की बीमारी आजकल बेसी चल रही है। सर्वप्रथम हम सब आंगन में छे वही आंगन में उनकर जय जयकारा न हुए भाषण में भाषण करे शायद बेमानी होते। तो सर्वप्रथम मैया राजदेवी के संपूर्ण व्यक्ति जय जयकारा करी से हमारा अनुरोध। राजदेवी मैया की, राजदेवी मैया की धन्यवाद। यस राजदेवी मंदिर को मुख्य प्रवेश द्वार को उद्घाटन समारोह का अध्यक्षता करी रहने यस श्री महावीर वार कमेटी का अध्यक्ष श्री संतोष साजू, यस गरिमामय सभा का प्रमुख आकर्षण, प्रमुख केंद्र बिंदु इस कार्यक्रम का प्रमुख अतिथि पूर्व प्रधान उप प्रधान एवं परराष्ट्र मंत्री माननीय रघुवीर महाशय जी। ऐसे करी यस सभा का विशिष्ट आसन महासिक पूर्व मंत्री जूली महतो। ऐसे करी यस मंच में आसित संपूर्ण तारा किनभने यहाँ एक से एक दिग्गज जीवहरू उपस्थिति देखेको छु। एक मुख्य रूप में वहाँ प्रति म सम्मान प्रकट गर्दै र यहाँ उपस्थित संपूर्ण महिला एवं सज्जन वृन्दमा जनकपुर धाम उद्योग वाणिज्य संघको तर्फबाट र म कार्यवाहक अध्यक्ष मनिष रमन साहबको तर्फबाट राजदेवीमय महावीरमय अभिवादन टक्राउन चाहन्छु। वास्तव में आज म यहाँ उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै उभिएको छु। तर यस सामाजिक अभियान में मेरो पनि सुरुवात यसै श्री महावीर वार कमिटीबाट भएको छ। वास्तव में धेरै गौरवान्वित महसुस गर्दैछु। आज त्यही कमिटी जहाँबाट मैले आफ्नो सामाजिक जीवन को शुरुआत गरेको छु। आज अतिथि को रूप में यहाँ बोल्न मौका पाएको छु। सर्वप्रथम त आयोजक परिवार प्रति म आभार प्रकट गर्न चाहन्छु। वास्तव में महावीर वार कमिटी आफैमा जनकपुर में युवाहरूको सबभन्दा पुरानो र जेठो संस्था को रूप में रहेको छ। र आफ्नो स्थापना कालदेखि नै हरेक
कार्यकालमा हरेक अध्यक्षज्यू र उनका कार्य समितिज्यूहरूले केही न केही कृति स्थापित गरेर जानुभएको छ। त्यसै क्रमलाई जोड्दै यस वर्षका डायनामिक अध्यक्ष श्री सन्तोष शाहजी र उहाँको टिमले पनि एउटा ठोट गर्नुभएको थियो। उहाँको कार्यकालमा यस भव्य मन्दिरको अगाडि एउटा भव्य गेट निर्माण गर्छु भनेर उहाँले त्यसमा ठोट दिनुभएको थियो। त्यो अठोट आज उहाँ पुरा गर्दै हुनुहुन्छ। म व्यक्तिगत रूपमा र जनप्रतिनिधि पार्टी सङ्घ परिवारको तर्फबाट सर्वप्रथम त उहाँका सम्पूर्ण कार्य समितिलाई यस भव्य र सभ्य काम कार्यको सम्पन्नताको लागि विशेष आभार र धन्यवाद प्रकट गर्न चाहन्छु र साथसाथै आउने दिनमा अझै उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछु। समयको लाई पनि ध्यान राख्दै यहाँ प्रमुख अतिथिजीको पनि उपस्थिति रहेको हुँदा उहाँलाई सम्बोधन नगरिकन यदि यहाँबाट म गयो भने पक्कै पनि उहाँलाई पनि राम्रो लाग्ने छैन। यसै मन्दिरको मुख्य द्वार बनाउनका लागि यस कार्यकालको सुरुवातमै मलाई अध्यक्षज्यूले म र सम्भवतः हिराजी त्यो बेला यस गेटको डिपिआर सहित त्यसका नक्सा डिजाइन एस्टिमेट सहित हामी प्रमुख अतिथिजीको निवास काठमाडौँ पुगेका थियौँ र उहाँ जुन विश्वासका साथ हामीलाई तपाईँहरूको अगाडि बढ्नु यो गेट पक्कै पनि यही कार्यकालमा पुरा हुनेछ भनेर भन्नुभएको थियो। मलाई अलिअलि कम विश्वास थियो, किनभने वास्तवमा जुन हाम्रो विजयजीले योभन्दा पहिलाको पूर्व वक्ताले भन्नुभएको थियो कमै पाइन्छ नेपालमा जसले शिलान्यास गर्न मौका पाउँछ त्यसले उद्घाटन पनि गर्न पाउँछ। तर पनि मैले उहाँको शब्दहरूलाई विशेष महत्त्वका साथ धन्यवाद दिँदै उहाँलाई र साथसाथै उहाँको मिठो जुन कफी उहाँले खुवाउनु भएको थियो त्यसप्रति पनि आभार प्रकट गर्दै हामी त्यहाँबाट बिदा भएका छौँ। वास्तवमा उहाँ हाम्रो अभिभावक हुनुहुन्छ, यस धनुषा क्षेत्रका उहाँ सांसद हुनुहुन्छ र उहाँले गर्नुभएको वाचा आज उहाँ जुन भव्य तरिकाले पुरा गर्नुभएको छ यसका लागि पनि सम्पूर्ण उद्योगी व्यवसायी सम्पूर्ण जनपुरवासीका तर्फबाट धनुषावासीका तर्फबाट र म व्यक्तिगत तर्फबाट पनि उहाँप्रति र जुली म्याडमप्रति पनि हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। र यहाँबाट जाँदै जाँदै प्रमुख अतिथिजी र विशेष अतिथिज्यूलाई विशेष एउटा अनुरोध गर्दै म जान चाहन्छु। मेरो व्यक्तिगत अनुरोध उहाँसँगै कफी खाँदै गर्दा उहाँलाई मेरो एउटा सानो अनुरोध त्यहाँ गरेको थियो। मलाई यो स्टेजमा बस्दै गर्दा त्यो सम्झना आयो र सायद त्यसलाई निवेदन गर्नु मलाई लाग्यो सायद जायज होला। त्यो म निवेदन गर्दै यहाँबाट बिदा हुनेछु। उहाँसँग कफी खाँदै गर्दा मैले उहाँलाई के निवेदन गरेको थियो भने मन्त्रीज्यू धनुषा जिल्लामा तपाईँको यस तपाईँको नाम र तपाईँको कामको प्रसिद्धि बढ्दै गएको छ। अब आउने दिनमा अझ तपाईँले धनुषा जिल्लाका जनकपुर महानगरपालिका 25औं वार्डका अझ युवाहरूलाई आफ्ना टिम आफ्नो पार्टी र आफूप्रति सम्मानित गर्नु, उहाँहरूको पनि अभिभावक ग्रहण गरिदिनु। मेरो पूर्ण अनुरोध छ उहाँलाई सीमित व्यक्ति र सीमित युवाहरूको जुन बिचमा दायरामा उहाँ हुनुहुन्छ त्यो दायरालाई चिन्दै धनुषा जिल्लाका सम्पूर्ण युवाहरू तपाईँको युवाहरू उहाँहरूलाई पनि तपाईँ आफ्नो टिममा तपाईँ आफ्नो हृदयमा राख्नु, तपाईँ सरकारमा कार्य गराउन सायद उहाँहरू पनि तयार हुनुहुन्छ। यो भन्दै पुनः यस मन्दिरको जुन गेटको निर्माण उद्घाटन कार्यक्रमको शुभकामना दिँदै र खास गरी यो सम्पूर्ण टिमलाई जुन सन्तोष शाहजीको नेतृत्वमा यो टिम छ उहाँको यो ऐतिहासिक सफलताप्रति आभार प्रकट गर्दै बधाई दिँदै यहाँबाट बिदा चाहन्छु। हस् त, धन्यवाद। जय नेपाल, जय राजदेवी, जय महावीर। धन्यवाद कार्यवाहक अध्यक्ष मनिष शाहजी। त्यस्तै हामी बिच केही घरमा उपस्थिति रहेको छ, उहाँलाई सम्मान गर्नतर्फ गइरहेको छु। उहाँ कर्तव्य भनिले उहाँलाई सम्मान गर्न अनुरोध गर्न चाहन्छु। यहाँ उपस्थित सम्पूर्णमा जनकपुर डिस्ट्रिक्टका पूर्व अध्यक्ष लक्ष्मी शाहजीलाई सम्मान गर्ने अनुरोध गर्न चाहन्छु।